हेलो नमस्ते निजहरूले तपाईँलाई स्वागत छ मेरो न्यू भिडियोमा। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भनेदेखि तपाईँहरूले मेरो च्यानल सब्सक्राइब गरेर हेल्प गर्न सक्नुहुन्छ अनि लाइक कमेन्ट सेयर पनि गर्न सक्नुहुन्छ। सो आज चाहिँ सुरु गरौँ नयाँ भिडियो यहाँबाट। तपाईँहरूले तल देख्नुहुन्छ त्यो चाहिँ नारायण टारको पुल रहेको छ र म आज चाहिँ बागमतीको किनारमा छु। तपाईँले देख्न सक्नुहुन्छ बागमतीको किनार। सो बागमतीको चाहिँ दुईवटा किनार रहेको छ, ठ्याक्क नारायण टारको पुलदेखि माथिपट्टि। म चाहिँ आज पुलबाट माथिपट्टिको भ्यूहरू तपाईँलाई देखाउँदैछु। दुईवटा किनारमध्ये म एउटा वारिपट्टिको किनारबाट यो भ्यूहरू खिचिरहेको छु। सो इन्जोय दिस गाइज। वृन्दावन की जमुनाको तीर, आहै वृन्दावन की जमुनाको तीर, कहाँ देखूं कहिले भेटूं राधाजीलाई, कठै मनमा पीर। कहाँ देखूं कहिले भेटूं राधाजीलाई, कठै मनमा पीर। यो फिल्म हेर्न चाहिँ हामी केटाकेटी हुँदाखेरि भागी रातमा हामी कहाँ जान्थ्यौँ कि। अनि आज ठ्याक्क बागमतीको तीरमा आउँदाखेरि त्यो गीतको लाइनहरू याद भयो। तपाईँहरूलाई कस्तो लाग्यो? तपाईँहरूको पनि बचपनको यादहरू होला होइन, सेयर गर्नुहोस्। हामी चाहिँ केटाकेटीमा अब त्यही हो, त्यति बेला त्यति साह्रो टिभीहरू हुँदैन थियो। त्यो भएको भएर हामी चाहिँ टाढासम्म पनि भागी रातको समय होस् या दिनमा लुकेर घरबाट लुकेर हामी जान्थ्यौँ फिल्म हेर्नको लागि। त्यति बेला प्रायः ब्ल्याक एन्ड व्हाइट टिभीहरू हुने गर्दथ्यो। सो तपाईँलाई यताको नजारा पनि देखाउँदैछु म। पारिपट्टि अलि एकदम स्पेसल मतलब हेर्न लायक नजाराहरू छ भने वारिपट्टि अलिकति बन्न बाँकी रहेको जस्तो देखिन्छ। सो तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। यो बिहानको समय छ, बिहानको समय भए पनि घाम चाहिँ एकदम प्रचण्ड तापक्रम भइरहेको छ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ होइन। अब हिजोआज खासै वातावरण पनि प्रतिकूल हुँदै गएको हो कि या अनुकूल नै भए पनि यो खास तापक्रम चाहिँ अलिक बढी नै भएको फिल हुँदैछ होइन। काठमाडौँमा होस् या अब जुनसुकै ठाउँमा पनि अहिले वातावरण अनुकूल नभएको जस्तो फिल हुँदैछ। अब यसमा विभिन्न कारणहरू पनि हुनसक्छ। यहाँबाट